यो पछाडिको पार देखिरहेको छौ नि, त्यसको टुप्पामा जानी बङ्लेङ्ग फराल्ने। I love you, Jerry. Hey guys, welcome back to my YouTube channel है। आज चाहिँ म एकदम एक्साइटेड छु है। म चाहिँ जेरी अन टप हेर्न जानु लाग्यो। आफ्टर सो मेनी अफ वेटिङ फाइनली जेरी अन टप रिलिज भएको छ होइन। आज 17 अक्टोबर एन्ड आई एम गोइङ। नाइट सो हो मेरो है। ढिला भइसक्यो गाइज, छिटो जानुपर्छ। त्यही हो गाइज, अहिले चाहिँ म हलभित्र आइसकेँ सिटी सेन्टर होइन। हजुरहरूले जेरी हेर्नु भएको छ कि भएको छैन है। जेरी चाहिँ त्यसमा चाहिँ हुन्छ नि एउटा क्यारेक्टर हुन्छ अर्पण केसीको, जुन चाहिँ हुन्छ नि लभप्रति इन्ट्रेस्ट होइन, एडभेन्चर गाई होइन, जसलाई चाहिँ घुम्न डुल्न यसो आराम गर्न मनपर्ने हुन्छ होइन। अनि यस्तो मुस्ताङमा जाँदाखेरि चाहिँ उसले चाहिँ एउटा केटीलाई भेट्छ अनि त्यहाँबाट चाहिँ उसको लाइफलाई सोच्ने तरिका नै चेन्ज हुन्छ होइन, डिरेक्सन नै चेन्ज हुन्छ, पुरै लाइफ नै अर्कै हुन्छ कि उसको। फाइनली लास्टमा गएर बित्छ होइन। हो जेरीकै पार्ट 2 हो यो जेरी अन टप भन्ने चाहिँ होइन। अनि यसमा पनि त्यही एउटा बाउ छोराको भिडन्टालाई देखाएको छ होइन ट्रेलरमा है। अनि बाउले चाहिँ हरेक कुरामा जित्ने छोरालाई होइन, छोराले चाहिँ जहिले हार्ने। अनि त्यो छोराले चाहिँ म बाउलाई हरारै छाड्छु भनेर हिमाल चढ्न जान्छ। त्यस्तो चिजहरू देखाएको छ होइन। अब ट्विस्ट एन्ड टर्नहरू त बाँकी नै छ गाइज होइन, त्यो त हेर्न बाँकी नै छ। अब गएर म हेर्छु अनि लास्टमा रिभ्यू पनि दिनेछु है म गाइज। अहिले चाहिँ म 4th फ्लोरमा आइसकेँ है। जेरी अन टप। Nepal's largest digital cinema network. यो माया भन्ने कुरा पनि आफ्नो कन्ट्रोलमै नहुँदो रहेछ हेर मामा। कुन बेला कोसँग कसरी थाहै नहुने। औँठी चिनो ल्याइदिएको छु सम्हालेर मैले। 20 लाख। यति धेरै पैसा कहाँबाट आयो मामा? Okay, hello everyone. Namaste. I'm Grace. म चाहिँ भर्खर घर आएँ है फिल्म हेरेर। मलाई अझै पनि त्यो भिजुअलहरू कस्तो दिमागमा आइरहेछ क्या, त्यो सिनहरू है। ओ माई गड, धेरै पछि यस्तो राम्रो फिल्म हेर्न पायो नेपाली फिल्म है। जुन त्यो फिल्मको बजेट बनाएको थियो, जुन त्यो भिएफएक्सहरू युज भएको छ बनाएको थियो, त्यो साँच्चीकै युज भएरै छ एन्ड सो प्रपरली नै गरेको रहेछ है। अनि यो फिल्मबाट धेरै कुराहरू थाहा पाएँ है, सिक्न पाएँ। माउन्टेनिङको बारेमा है, क्लाइम्बिङको बारेमा होइन, हाउ डिफिकल्ट इट इज भनेर होइन। एन्ड द सेक्रिफाइस, द लभ, द लाइक ट्रु ट्रस्ट होइन, एभ्रिथिङ के। धेरै पछि एउटा फिल्म हेरेर आँखामा आँसु आयो क्या मेरो है। सो गुड के, सो गुड। त्यो सिनेमेटिकदेखि लिएर देखाउने तरिका, फर्स्ट हाफसम्म त स्लो बेसमै जान्छ फिल्म होइन, तर फर्स्ट हाफ पछि त लाइक सो मेनी ट्रुथ के, लाइक ट्विस्ट एन्ड टर्न होइन। त्यो झन् ड्रामाटिक हुँदै गयो क्या, त्यो सिनहरू झन् डिपमा देखाउन थालेर क्या। त्यसपछि चाहिँ सिरियस हुन थाल्यो क्या फिल्म सेकेन्ड हाफ पछि चाहिँ। सो गुड यार, सबैजना गएर हेर्ने यार गाइज। अर्पण केसीको एक्टिङ, ओ माई गड, कस्तो मजाले एक्टिङ गरिरहेको छ यार। वान अफ द बेस्ट मुभी है अर्पण केसीको यो। ही हेज वर्क अन हिज क्राफ्ट सो गुड के, लाइक धेरै हार्डवर्क गरिरहेछ भन्ने देखिन्छ के सबैजनाले है, क्रू मेम्बर, टिम
सबैजनाले एक्टरहरूदेखि लिएर सबैजनाले 10/10 फ्रम माई साइड। मेरो पैसा चाहिँ वेस्ट भएन। गो एन्ड वाच दिस मुभी। हलमा आजबाट लागेको छ 17 अक्टोबर है। म चाहिँ हेरेर आइसकेँ, हजुरहरू पनि हेर्नु होला। त्यही भन्दै अब चाहिँ म चाहिँ सुत्छु। लाइक सेयर सब्सक्राइब। अब अर्को फिल्म हेर्न जाँदा भेटौँला है गाइज। बाई बाई।